यदि तपाईँ साउदी अरबमा हुनुहुन्छ र विशेष गरी त साउदी अरबको राजधानी रियादमा हुनुहुन्छ र तपाईँ घर जाँदै हुनुहुन्छ भने तपाईँको लागि घर परिवारको लागि र नेपाल जानको लागि सपिङ त पक्कै गर्नुपर्छ है। सपिङ गर्नको लागि यदि तपाईँ साउदी अरबको राजधानी रियादमा हुनुहुन्छ भने अब हाम्रै नेपाली दाजुभाइहरूले चाहिँ सञ्चालन गरिएको फेन्सी पसल साउदी अरबको राजधानी रियादमा बथामा आइसकेको छ। हजुर, यहाँ भित्र गइसके पछाडि तपाईँलाई घर जानको लागि चाहिने, तपाईँको घर परिवारको लागि चाहिने विभिन्न लत्ता कपडादेखि लिएर लगेज ब्याग लगायत ब्ल्याङ्केट सबै चिजहरू यहाँ एभाइलेबल छ। त्यसो हुँदाखेरि तपाईँ हामीले कमाएको केही 2-4 पैसा सपिङ गर्दाखेरि हाम्रै नेपाली दाजुभाइहरूको एकाउन्टमा जान्छन् नै है। अब हेरौँ यो आज मात्र ग्रेन्ड ओपनिङ भएको यस फेन्सी पसलमा के रहेछ, हामी भित्रै गएर हेरौँ है त। ल सर नमस्ते। नमस्कार। उहाँ चाहिँ विशेष गरी हाम्रो आजको यो फेन्सी उद्घाटन गरेको साउजी हुनुहुन्छ। साउजी नमस्ते। नमस्ते, धन्यवाद हाम्रो सुजित सरलाई र हाम्रो यो नेपाली फेन्सी पसल साउदी अरब दमामको शाखा चाहिँ आज हाम्रो रियादमा 2026 जनवरी 16 तारिकको आज सञ्चालन गरिसक्यौँ र यसै लगत हजुरलाई पनि एकदम हृदयदेखि धन्यवाद भन्न चाहन्छु। अघि नै मैले भनिसकेको छु, यदि तपाईँहरू नेपाल जाँदै हुनुहुन्छ भने अब कहाँ किन्ने, कसकोमा किन्ने, ठगिएला कि, कपडा नराम्रो पर्ला कि, अथवा सामग्रीहरू भने जस्तो ब्रान्डको नपाउला कि भन्ने कुरा टेन्सनै गर्नु पर्दैन है। विशेष गरी त यो फेन्सी पहिला दमाममा सञ्चालन हुन्थ्यो। यसो हामी देखाउँदा यहाँ एकदम तपाईँले भने जस्तै कपडा हेर्नुहोस् है, एकदमै राम्रो तरिकाको छ। म तपाईँलाई केही कपडाहरू सो गरिदिन्छु। यो ठाउँ चाहिँ विशेष गरी जिन्सको छ है। जिन्स प्यान्टहरू एकदमै अमेरिकन इगलको मलाई चाहिँ देख्ने बित्तिकै मन पर्यो होइन। यसलाई चाहिँ अब सट्ट लाएर ल हेर्नुहोस्, दामी छ ब्याक साइडमा है। त्यस्तै गरी तपाईँलाई यो लिभाइजको कपडाहरू, जिन्स प्यान्टकोहरू एकदमै यहाँ हेर्न सक्नुहुन्छ। यो पनि दामी तरिकाको छ है। ल टक्क लाएर यस्तो छ है ब्याक साइडमा। यो चाहिँ एकदमै तपाईँको यो हल्का तपाईँ चाहिँ हिटडुल गर्नको लागि एकदम सहज तरिकाको छ। तपाईँले भने जस्तो यो भयो। विभिन्न कलरहरू तपाईँले भनेको जस्तो र सोचेको जस्तो र खोजेको जस्तो कपडा लिनको लागि तपाईँले यहाँ फेन्सी पसलमा आउन सक्नुहुन्छ। फेरि तपाईँलाई लाग्न सक्छ नेपाल जाँदाखेरि कस्तो लगेज लैजाने अथवा कस्तो खालको किन्ने भन्ने पनि लाग्न सक्छ। यहाँ हेर्न सक्नुहुन्छ एकदमै टक्क लागेको यो चाहिँ ह्यान्डब्याग हो है। यसरी ल हेर्नुहोस्, टक्क यसरी घुट्ने हो होइन। दामी तरिकाको तपाईँलाई घर परिवारको लागि चाहिने विभिन्न चिजहरू, विशेष गरी त नेपालीहरूले हाम्रो गाउँघरमा हाम्रो आमाहरूले, दिदीबहिनीहरूले मन पराएको ल यो रुमाल पहिल्यैदेखि नै एकदमै सबैजनाले मन पराउनुहुन्छ। यहाँ टक्क लगाएर तपाईँले देख्न सक्नुहुन्छ ढाका टोपी, क्याप लगायतका विभिन्न नेपाली ब्रान्ड लगायत विदेश ब्रान्डहरू चाहिँ तपाईँहरूले सुलभ अनि सस्तो दरमा भनेको जस्तो अनि तपाईँले खोजेको जस्तो कपडाहरू चाहिँ कपडा मात्रै होइन विभिन्न छन्। म देखाउन गइरहेको छु। त्यस्तै गरी तपाईँ नेपाल फर्किँदै हुनुहुन्छ, आफ्नो चेलीबेटी आमाहरूलाई होइन, सासु आमाहरूलाई के लगिदिने भन्ने चिन्तामा हुनुहुन्छ भने यहाँ हेर्नुहोस् एकदमै राम्रो तरिकाको यो चाहिँ एकदम राम्रो छ, क्वालिटी लुङ्गीहरू छ है। तपाईँले यहाँको चिनो विदेशबाट फर्किँदाखेरि लैजान सक्नुहुन्छ। तपाईँले चाहिँ तपाईँको आफन्तहरूलाई होल्यान्ड लुङ्गी है एकदम राम्रो छ। मैले लाउन त अलि मिल्दैन होइन, तर पनि एकदम राम्रो होल्यान्ड लुङ्गी छ है। त्यस्तै गरी तपाईँलाई चाहिँ यो होल्यान्ड लुङ्गी सँगसँगै युके स्वेटर चाहिँ लगाएर चिटिक्क परेको तपाईँको आफन्तहरूलाई हेर्न चाहनुहुन्छ भने यो स्वेटर पनि तपाईँले खरिद गर्न सक्नुहुनेछ है। यसमा आइसके पछाडि मलाई लाग्छ तपाईँलाई नेपाल फर्किनको लागि चाहिने जुन सपिङहरू छ सब कुरा एभाइलेबल हुन्छ र छन् पनि है।
सो तपाईँहरूले एकचोटि यो फेन्सी पसल भिजिट गर्नु होला। पछिल्लो समयमा पछिल्लो जेनेरेसनले मन परेको बेगी प्यान्ट विभिन्न कलरहरू एभाइलेबल छ है। टक्क लाएर मैले यसलाई छोएँ है, यो निकालेँ, यसलाई चाहिँ टक्क लाएर तपाईँले हेर्न सक्नुहुनेछ, एकदम हाई क्वालिटीको छ। तपाईँले यो लगाइसके पछाडि दामी देख्नुहुन्छ र अहिले पछिल्लोको यङ जेनेरेसनहरूले धेरै मन पराएको यो कपडाहरू छन्, विभिन्न कलरहरू छन्। तपाईँ लाहुरे त फर्किने हो साउदीबाट होइन, तपाईँलाई टक्क लाएर बेगी प्यान्टसँग होइन जुत्ता त लाउनु पर्यो। यदि तपाईँलाई त्यस्तो लाग्छ र कुन जुत्ता लगाउँ भन्ने लाग्छ भने तपाईँले यहाँ विभिन्न ब्रान्डका जुत्ताहरू देख्न सक्नुहुनेछ र यहाँ एभाइलेबल पनि छ। र अघि मैले देखाएको र अहिलेको यङ जेनेरेसनले चोइस गरेको सुजको साइजहरू र सुजको डिजाइनहरू र विभिन्न कम्पनीको ब्रान्डका जुत्ताहरू पनि एभाइलेबल छ है। त्यस्तै गरी हुन लाग्छ तपाईँलाई जुत्ता सँगसँगै प्यान्ट पनि किनिसक्यो, अब टक्क लाएर एउटा पासपोर्ट लिनको लागि ब्याग पनि चाहिन सक्छ है। त्यसको लागि पनि टक्क लाएर यसमा पासपोर्ट टिकट हालिसके पछाडि नेपाल फर्किनको लागि चाहिँ दामी हुन्छ है। तपाईँहरूलाई थाहा छ जाडो त भव्य रूपमा छ, नेपालमा पनि छ, साउदी अरबमा पनि छ। तर यो जाडो समयमा न्यानो कपडा लगाएर चाहिँ आनन्दले तपाईँ बस्न र हिँड्न चाहनुहुन्छ भने पनि यहाँ विभिन्न ब्रान्डका विभिन्न टाइपका जाडोमा न्यानो दिने खालको कपडाहरू एभाइलेबल छ। यो फेन्सीमा आइसके पछाडि तपाईँले जाडो होस् या गर्मी होस्, तपाईँले चाहेको र खोजेको जस्तो कपडाहरू यहाँ मजाले खरिद गर्न सक्नुहुनेछ। त्यस विभिन्न ब्रान्डका यहाँ विभिन्न कपडाहरू एभाइलेबल छ। सो गाइज तपाईँहरू आउनु होला, घुम्नु होला। एकचोटि हाम्रै नेपाली दाजुभाइले चाहिँ विदेशी भूमिमा यसरी नेपाली फेन्सी सञ्चालन गर्दै हुनुहुन्छ, एकदमै खुसीको कुरा हो। तपाईँहरू पनि आउनु होला, घुम्नु होला, अनि घुमिसके पछाडि मेरो भिडियोमा एकचोटि कमेन्ट पनि गर्नु होला, तपाईँलाई कस्तो लाग्छ। तपाईँको कमेन्ट पक्कै पनि यहाँका यो फेन्सी सञ्चालकज्यूले हेर्नु नै हुनेछ है। त्यही भएर भिडियो हेरिदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। यदि तपाईँलाई हाम्रो भिडियो मनपर्छ भने तलको कमेन्ट बक्समा लाइक, कमेन्ट, सेयर अनि कपी लिङ्क गरिदिनु होला। भिडियो हेरिदिनु भएको छ त्यसको लागि धन्यवाद।